अगस्तदेखि भारतमा जनगणना 2027 सुरु हुँदैछ। तपाईहरुले के गर्नुपर्छ त्यसको जानकारी म 1 मिनेटमा दिँदैछु। नमस्कार साथीहरु, भारत सरकारले जनगणना 2027 सुरु गर्दैछ। यो देशका हरेक व्यक्तिको तथ्यहरु संकलन गर्ने एउटा प्रक्रिया हो। सबैभन्दा पहिले 2 अगस्त 2026 देखि 16 अगस्त 2026 सम्म अनलाइन मार्फत सेल्फ एनिमेसन मार्फत आफूले नै विवरण भर्न सक्नुहुनेछ। त्यसपछि 17 अगस्त देखि 15 सेप्टेम्बर सम्म कर्मी घर घरमा आउनेछन्। यदि तपाईले अनलाइन विवरण भरिसक्नु भएको छ भने उनीहरूले यसको पुष्टि गर्नेछन्। नभएको खण्डमा घरमै तपाईको विवरण सङ्कलन गर्नेछन्। गणनाकर्मीले तपाईको नाम, उमेर, लिङ्ग, शिक्षा, मातृभाषा, धर्म, परिवार सदस्य, घरको अवस्था र सरकारले तोकेको जनगणना सम्बन्धी जानकारी सोध्न सक्छन्। सही र सत्य जानकारी दिनुहोस्। यदि यो जानकारी उपयोगी लाग्यो भने भिडियो शेयर गर्नु होला।